जापानमा पैसा छ भने सुनाइदिनुहोस् है तर टिप्दा टिप्दा यस्तो भइसक्यो कि पसिनाले मान्छे टिपिसक्यो पानीको खोली जस्तै बगिरहेछ पानी नपत्याइ हेर्न सक्नुहुन्छ मेरो फेसभरि यो हेर्नुहोस् पसिना हो के गर्नु हजुर जापानमा पनि खादी जस्तै भइसक्यो गर्मीले मार्नु लगाइसक्यो के गर्नु छाता ल्याइदिइरहेको छु गाह्रो छ हेलो गाइजहरू हामी चाहिँ आज सावरडोकतिर जानु भएको रोडसम्म जापानको घुम्ने प्रोग्राम हुँदैछ आज यसको लागि चाहिँ हामी हिँड्दैछौँ है गाइजहरू आउनुहोस् सबैजना रमाइलो गरौँ होला है त